सबैजनाले होलीको शुभकामना दिइसके म पनि दिनु पर्यो। यसपालिको होली रङले नै खेल्नु, रङमा गोबर हालेर नदल्नु, लोला हान्दाखेरि लोलामा रङ र पानी मिसाएर लोला हान्नु, सानोमा जस्तो गरेर लोलामा रङ र पिसाब नहाल्नु गनाउँछ। केटाहरू तिमीहरू भुसिया कुकुर गाउँ चारेको जस्तो गरेर लखर 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 होली खेल्न बजार बजार नचार्नु। निर्वाचनको बेला छ, तिमीहरूकै रङले होली खेलान्, फेरि मान्छेहरूले पड्काउलान्, गालासाला फुट्ने गरी हान्लान् अनि भेट्छौ। बच्चा बेलामा हुँदाखेरि लोला हानेको भनेर टमाटरको दानाले हानेको याद छ कि बिर्सेका छौ? त्यस्तो काम नगर्नु। टमाटरको दानाले आँखामा लाएर फुट्यो भने को जिम्मेवारी हुन्छ? पैसा तिरेर पर्लाउ। राम्रोसँग होली खेल्नु। अनि अर्को कुरा केटा हो, तिमीहरू होली खेल्न बजार जान्छौ होला। मसँग कोही केटी पटिएनन् भनेर होली खेल्न जाँदाखेरि त्यहाँ बजारमा केटीहरूको भिडभाड गरेर रङ लगाइदिउँ भनेर रङ लगाएको जस्तो गरेर सिधै सिन्दुर हालिदिने हैनन्, रङ गालामै दल्दिने। तिमीहरू कत्तिको बोका छौ मैले राम्रोसँग चिनाछु। केटीहरू तिमीहरू बजारतिर होली खेल्न जान्छौ होला। होली खेल्न जाँदाखेरि त्यहाँ बाख्राले बोका खोजेको जस्तो गरेर केटाहरूसँग लपक्क टाँसिँदै चिप्किँदै हिँड्ने होइन नि, फ्याट पेट बोकाइदेलान् अनि खाउला आलु। मेरा साथीहरू अनपढ औँठा छाप पनि छन् नि त, तिनीहरूलाई एउटा सुझाव। फागुन 21 गते चुनाव छ, चुनाव पनि आइसक्यो। त्यहाँ चुनावमा भोट हाल्न जाँदाखेरि औँठा छाप हान्ने होइन। त्यहाँनिर चारपटे प्रकारको हुन्छ, चारपाटे सानो खालको हुन्छ, चुचो चुचो डल्लो डल्लो हुन्छ। अब त्यसको नाम अनपढहरूलाई के थाहा, त्यसको नाम स्वस्तिक छाप हो। त्यसले झ्याप्प छाप लाउने हो। फेरि पनि एकपटक होलीको शुभकामना।